हेलो माइक टेस्टिङ म माइक टेस्ट गर्दैछु। लेट्स सी काम गर्छ कि नै यसले है। यो अर्को वाला काम गर्यो, दुईटैले काम गरेछ। हेर्छु अब यो वाला 5000 का है। आहा भाई मजा आउँछ अब। हमारे काली तनी कटिंग वटिंग करे पड़ी हूं। अब बैठेगा। हेलो एभ्रिवान, नमस्ते, झोले जम्मैके एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज म जानेवाला थिएँ नौतन्वा। बोर्डर साइडमा बस्नेहरू मान्छेको लागि नौतन्वा एकदम फेभरेट प्लेस हो। हामीलाई जुनसुकै सामान चाहिए पनि हामीले त्यहाँ पाउन सक्छौँ। कम्पेयर टु नेपाल एकदम सस्तो रेटमा। त्यही भएर त्यहाँ नेपालीहरू भरभरकै जान्छन्। नौतन्वा मार्केट छन त इन्डियामा छ, तर इन्डियन भन्दा नेपाली कस्टमर धेरै हुन्छन्। नौतन्वा जानलाई एटिएममा गएर थोरै पैसा निकाले, त्यसपछि ई रिक्सामा बसेर म लागे सुनौली बोर्डरतिर। बेलैया पुगेपछि म लागे सिधै इन्डियातिर। अहिले नेपालको पुरानो गेट हटाएर नयाँ गेट बनाइदिएछ। इन्डिया छिर्नलाई नागरिकता चाहिँ देखाउनै पर्छ, छैन भने यस्तो भयङ्कर तरिकाले गाली गर्छन्। इन्डिया छिर्ने बित्तिकै त्यही नजिकै बोर्डरमा 2-3 वटा पसलमा छिरेर माइकहरू सोधे, बट मेरो बजेट अनुसारले मलाई जुन माइक चाहिएको थियो त्यो मैले पाएन। तर प्रब्लम केही पनि थिएन, किनकि म जानेवाला थिएँ नौतन्वा र बोर्डरदेखि नौतन्वा जान पनि 10-15 मिनट लाग्छ, त्यो पनि अझ अटोमा। आज धनतेरस पनि रहेछ, त्यही भएर मान्छेहरूको चाप चाहिँ अलिक बढी नै थियो। अटोबाट झरेर म भित्र बजारतिर लागेँ। मैले इन्डियाको बोर्डरमा माइक पाएको भए यहाँ त राम्रो चलेछ त यार। माइक पाएको भए म अहिले यहाँ भिडियो बनाउँदै हिँड्दै बोल्दै। मार्केटको भित्र छिर्ने बित्तिकै मैले एउटा मोबाइलको सप देखेँ र त्यहाँ गएको बित्तिकै माइक सोधेको छ भन्नुभयो। अनि मैले नेपालबाट माइक यही किन्छु भनेर आएको। मैले भनेको माइक पाएँ। हेलो माइक टेस्टिङ म माइक टेस्ट गर्दैछु। लेट्स सी काम गर्छ कि नै यसले है। यो अर्को वाला काम गर्यो, दुईटैले काम गरेछ। हेर्छु अब यो वाला नि काम गर्यो। माइक त मैले पाइहालेको थिएँ, तर मलाई अझै चाहिएको थियो एउटा ट्राइपोड मागेको, तर त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको देखाउनु भयो, त्यही भएर त्यो लिनै मन लागेन। अरू अप्सन देखाउनु नभनेको लास्टमा मलाई यो देखाउनु भयो र यो मलाई मन पर्यो। यो ट्राइपोडको पनि काम गर्ने, सेल्फी स्टिकको पनि काम गर्ने र यसलाई सेल्फी स्टिक भन्दो रहेछ। भाई मजा आउँछ अब। हमारे काली तनी कटिंग वटिंग करे पड़ी हूं। त्यो दुईटा सामानलाई चेक गराए, प्याक गराए अनि त्यहाँबाट निस्किए। त्यो बाहेक म अरू के किन्न आएको भन्दा मम्मीको लागि कुर्ता। मैले भने नि आज धनतेरस, जहाँ गए पनि मान्छेहरूको भिड थियो। अब मम्मीको लागि कुर्ता खोज्न आथे त म हेर्न बसिहालेँ। मैले यति धेरै लुगा हेरेँ र यिनीहरू मलाई मन परेको लुगाहरू मात्रै होइन। मलाई मन परेको जति मेरो अगाडि राखेको थिएँ र त्यसमा एउटा चुज गर्न थियो। त्यो सबैमा मलाई बढी मन पर्यो यो वाला, धन्न मम्मीकै साइजको पाएको। अलिकति अहिले जाडो फिल भइरहेछ, त्यही भएर म ठीक थिए, नत्र त पसिनाले बेहाल हुन्थे। आफ्नोलाई सामान अनि मम्मीको लागि कुर्ता किन्दा त 5 बजिसकेको थियो। अब चाहिँ घरतिर फर्किनु पर्छ भनेर अटोमा बसे अनि सुनौली बोर्डरतिर लागे। अरू बेला अटोले नेपाल र इन्डियाको बोर्डरको नजिकै पुर्याइदिन्थ्यो। आज अलिकति भिड बढी छ, जाम छ भनेर माने। ठिकै छ भनेर भित्र बाटो हुँदै म नेपालतिर लागे। यो हो नो म्यान्स ल्यान्ड र यहाँ कति शान्त छ कम्पेयर टु इन्डिया। नेपालमा नोइज पोल्युसन एकदम कम। बेलैयामा आइपुगेपछि अटोमा बसे अनि घरतिर लागे। नेपाल आएको त कति आनन्द लाग्यो यार। त्यहाँ मान्छेको भिडभाड झ्याउ छ्या। अब बजार नजाउँ भने पनि कसरी नजाउँ। बल्ल मजा आयो। आजको लागि यति नै, एन्ड थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। सब्सक्राइब फर मोर। बाई बाई।